नमस्कार साथीहरू, स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा। हामीले दशैं मनाउँदा देख्ने एउटा महत्त्वपूर्ण परम्परा हो जमरा राखिनु। प्राय घटस्थापनामा सम्पूर्णको घरमा जमरा राख्ने चलन छ। यो एउटा परम्परादेखि चलिआएको हाम्रो परम्परा हो। तर किन हामी जमरा राख्छौँ, यसको धार्मिक, सांस्कृतिक र सामाजिक अर्थ के हो, आज हामी यही बारेमा विस्तृत रूपमा कुरा गर्नेछौँ। आउनुहोस् आजको भिडियो ढिला नगरी भिडियो सुरु गर्न चाहन्छु। जमराको सुरुवात घटस्थापना। दशैं सुरु हुने दिनलाई घटस्थापना भनिन्छ। त्यस दिन घरको पूजा कोठा वा मन्दिरमा कलश स्थापना गरिन्छ। कलश वरिपरि माटो राखेर धान, मकै वा जौ छरिन्छ। यसरी राखिएको अङ्कुरलाई नै जमरा भनिन्छ। जमरा राख्दा देवी दुर्गाको आह्वान गरिन्छ, जसले घरमा शक्ति, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ। जमरा राखेको दिनदेखि 10 दिनसम्म नवरात्र पूजा गरिन्छ। 9वटा फरक देवी देवताहरूको पूजा आराधना गरिन्छ। धार्मिक महत्त्व। जमरा भनेको दुर्गा भवानीको कृपाको प्रतीक हो। हरियो जमरा देख्दा नै नयाँ जीवन, ऊर्जा र आश जागृत हुन्छ। देवी दुर्गाले असुर शक्तिलाई परास्त गरेर सत्य र धर्मको विजय गर्नुभएको सम्झनामा दशैं मनाइन्छ। त्यसैले जमरा राख्नु भनेको दुर्गा मातालाई समर्पण गर्नु र उहाँको कलियुगमा दुर्गा माता स्वयं यस कलियुगमा कुनै पनि स्थानमा विराजमान हुनुहुन्छ भन्ने धार्मिक आस्था रहेको छ। कृषिसँग सम्बन्धित। दशैंको परम्परा हाम्रो कृषि प्रधान समाजमा जोडिएको छ। जमरा राख्दा प्रयोग गरिने बिउ धान, जौ वा मकै हुन्छ, जुन हाम्रो मुख्य अन्नबाली हो। यसले उत्पादन र समृद्धिको प्रतीक जनाउँछ। किसानले भविष्यमा राम्रो अन्नबाली होस् भन्ने कामना स्वरूप पनि जमरा राख्ने परम्परा बनाइएको छ। सामाजिक र पारिवारिक महत्त्व। दशमीको टीका लगाउँदा जमरा कानमा वा टाउकोमा राख्ने परम्परा छ। आमा बुवा, दाजुभाइ, दिदीबहिनी वा ठुला मान्छेले साना मान्छेलाई टीका जमरा राखेर आशीर्वाद दिन्छन्। यसले परिवार बीचको माया, एकता र आपसी सम्बन्धलाई अझ बलियो थप मजबुत बनाउन सहयोग गर्छ। जमरा राख्दा भन्ने मन्त्र पनि दीर्घायु, समृद्धि र सफलता चाहिँ भन्ने अर्थ हुन्छ। र यसको जमरा राखिनुको कारणको मुख्य निष्कर्ष भने दशैंमा जमरा राख्नु केवल परम्परा मात्र नभई धार्मिक, सांस्कृतिक, कृषि, उत्पादन र परिवारसँग सम्बन्धित सबैसँग जोडिएको छ। हरियो जमरा हामीलाई आशा, शक्ति र नयाँ जीवनको सन्देश दिन्छ। तपाईहरूको घरमा यसपालि जमरा राख्नुभयो कि छैन? कमेन्ट लेख्न नभुल्नुहोला। हवस् त, धन्यवाद। फेरि अर्को भिडियोमा भेट्नुपर्छ। अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।